हेलो गुड मर्निङ गाइज आराम हुनुहुन्छ होला आयो सबैजना मेरो गर्सन वेलकम टु माई गर्सन ब्लग यो चाहिँ मेरो छोराको मेमोरीको लागि पनि एउटा ब्लग बनाएर हो मैले मेरो छोरा चाहिँ आज फर्स्ट डे उसको लाइफको फर्स्ट डे स्कुल अब एबिसी पढ्न जानु आँटेको छ मेरो छोरा गर्सन त्यो भएर चाहिँ मैले मेमोरीको लागि बनाइराखेको छु उसको आप्पाले रेडी गराउनु हुँदैछ मान्छे सानो छ त्यता त जुत्ता लाउने भइसक्यो अहिले ठ्याक्कै यो 30 महिनाको भयो मेरो छोरा 30 महिना होइन बाबा अब खास भनेदेखि अब्रोडमा जन्मेको हो यदि उहीँ राखेको भए यसले नेपाली होइन हिब्रू पढ्थ्यो होला इजरायलमा जन्मेको मेरो छोरा अब यहाँ ल्याउनुको अर्थ चाहिँ अब त्यही हो आफ्नो भाषा सबै कुरा सिकोस् भनेर हो भाषा संस्कृति आफ्नो देशमा होइन त बाबा छोरा एबिसिडी भन्छौ त लु भन्छ छिटो स्पाइडरमा आइसक्यो अनि कसको सुज होला त्यो माथिको सबै खोलिदिनु न ओइ निलो पनि खोलिदिनु अनि आई थिङ्क त्यो ब्राउन माथि नै टक्क लाउनु बेबी हेलो यहाँ कस्तो उयो भयो कि एन्टी लाइट परिरहेछ कसै खिच्ने मैले खोइ एन्टी लाइट पऱ्यो के फेरि लुगा लाउनु मान्ने खालको छैन मेरो छोरा स्पाइडर यति मायालु छ नि मेरो केटा के भन्नु र है सानो सब पनि गरी पो हाल्छ त बेबी स्पाइडरम्यान रे ए कुकु पिकाबु भइसक्यो पिकाबु ओहो आइसक्यो मेरो छोरा त यहाँ मामु ए मामु एन्ड बेबी स्कुल जान आँटेको म त भन्छ न खोइ न यहाँ कहाँ छेक्यो के कान्छ बाबा लु आप्पालाई आमै आप्पा कहाँ गइस लु आप्पा कहाँ गइस आप्पा के गर्छौ सनस्क्रिम खोइ न तिमीले बिगाड्यौ नि त हाई गाइज भन गुड मर्निङ भन गुड मर्निङ एभ्रीवन आई एम गर्सन राई भन आई एम गर्सन भन खै यहाँ आई एम गर्सन भन्छु न ल आई लभ यु आई एम गर्सन भनिस् म अब स्कुल जान्छु ल भन्छु उता हेरेर भन्छु न म स्कुल त्यसो नगर्छ न म स्कुल जान्छु ल भन्छु अगाडि आइसो नि त यस्तो त छ नि जे खोइ यताबाट आइसो यता आइसो न नाना लाउनै मानेर छैन गर्सन बेबी चिसो हुन्छ नि त सानो आइयो भइसक्यो जाउँ त बेबी आइसक्यो यता आइसो न भनेको त झन् कहाँ गएको यार कम अन बेबी पर्दैन बुढा त्यो लाउनु त्यो लाउँदाखेरि सबै खोल्नुपर्छ चिसो हुन्छ ती माथि नै लगाइदिनु त्यो अनि त्यो किनभने त्यो ज्याकेट त ऊ छ होइन त्यसको स्वेटर लगाइदिनु न त्यो पातलो छ नि त हो त्यो पनि लगाइदिने हो
यो अनि यो सबैले कहाँ लाउनु त हुन्छ त एक सेट त अनि उसको ब्यागमै राखिराख्नुपर्छ यदि चाहिएको खण्डमा त्यो तातो छैन नि त त्यो त लुक्स मात्रै पो राम्रो छ त अनि त्यसको ढङ्ग त खासै तातो त होइन भित्र त फर्स त्यत्रो धेरै मोटो खालको होइन क्या त अन्त चेप दिनु न सुरु माथिसम्म ट्याक्क मेरो छोरा फिट बाउले गर्दा 5 घन्टा लाग्ने चाहिँ आमा पनि म पुऱ्याउनु जाने हो खास त्यो चाहिँ मेरो साथीकै स्कुल उनीहरूले पुऱ्याउनु जानुपर्ने छ अनि अब त्यत्रो टाढा नलगाउने आज मेरो छोरा फर्स्ट डे 2-3 आवर्स चाहिँ पुऱ्याएको लागि जान्छ होइन त्यसपछि अब आउँछ मेरो छोरा फेरि घर लिएर आउने हो उसको आप्पा अब कति छटपटिने छोरा बिना छोरा एकछिन छोड्न सक्दैनको बाबु छोरा कम्बिनेसन चाहिँ एकदमै बन्डिङ चाहिँ लास्टै डह्रो छ छोरा र बाउको हो त्यसलाई चाहिँ चेप दिनु न ऊ त्यो हौ ट्राउजरले ट्राउजर त अब बढ्ने बच्चाहरूलाई ठुलै किनिदिनुपर्छ ठक्क बाँधि पनि दिनु होला कि त्यो बाँध्ने छैन वा कति हिरो देखेँ मेरो कान्छा त कान्छा स्पाइडरम्यान ब्याग स्पाइडरम्यान सब स्पाइडरम्यान नै अब उसलाई फेरि हेर्नै पर्छ ल म त स्कुल जाने भन्छ अनि एबिसिडी Sing with me. Wow, good boy, good boy. Lu गइसु अब आप्पातिर गइसु लु आप्पातिर गइसु राजा यो सानो म जाने त तिमीसँग म तिमीसँग जाने त जाने क्या ऊ चाहिँ यस्तो काखमा पल्टिरहेछ अब हिँड कम्प्युटर भन्नुहोस् लुगा लाएको झन् 1 घन्टा गरिसक्यो बाउ छोराको आयो मरे ओइ बाउ छोरा लुगा 9:30मा स्कुल पढाउनु भने मैले लगाएकै छुइनँ हुन त म त केही लाउँछु र ट्राउजर र भेस्ट लगाएर कुदिहाल्छु ओइ त्यस्तो होइन नि बुढा त्यसको स्प्रिङ खोल्नु थियो चाबी लै 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 मेरो छोरा कति ज्ञानी अनि कस्नु नि पर्छ बुढा पुस गर्ने ट्याक्क गरेपछि ओपन हुन्छ अनि पुस गरेर सुईबाट हानेर टाइट गर्ने उठिसक्यो त राजा कस्तो वाउ वाउ अमेजिङ बेबी वाउ सुज पनि लाइट चाको वाउ God bless you, Raja. God bless you. मोबाइल बिना केही अहिलेको बच्चाहरू केही नै गर्दैन अब त वाउ कति नाम्रो सेट कति नाम्रो नि स्पाइडरम्यान नानामा पनि छ सुजमा पनि स्पाइडरम्यान तिमी स्पाइडरम्यानको लभर हो नि त है कान्छा स्पाइडरम्यान लभर हो नि है सानो यस मम्मा भन्छु ओ हाउ स्विट मेरो छोरा मैले लगाइदिनु चरक्क हुन्थ्यो मेरो बुढो त बटारे के भयो खै खासै राम्रै देख्नु छोडेँ मैले त त्यही भएर फिनिसिङ इज नट गुड भन बाबा फिनिसिङ इज नट गुड भन्छु लुगाको लागि चरक्क भएन भन्छु मेरो आमाले जस्तो गर्नु पर्यो भन्छु हाउ क्युट नि मेरो छोरा पढ्न चाहिँ कति पढ्ने मेरो छोरा पढ्न चाहिँ कति पढ्ने खोइ
नि त्यो सुजको तल स्प्रिङ बन्द गर्नुपर्छ आपा गइस्यो टिभी हेरिरहेछ मेरो छोराले पापा काङ्गी खम रे ऊ टोपी लगाइदिनु पर्नेको पर्दैन है फाल्छ रोकोरे गर्छ टोपीहरू फेरि उसलाई यति मन पर्दैन कि ओ कमन आइया भयो उसलाई दुख्यो हाम्रो कपाल चाहिँ फेरि हाम्रो यो छेवा नगरेसम्म नकाटौँ भनेको त लास्टै लामो हुने भयो मेरो चाहिँ कपालै बडा छैन मेरो छोराको चाहिँ कपाल हेर्नु नि त्यो हाउ लङ बाउ छोराको एउटै खालको कपाल हुने भयो सिल्की एन्ड साइनी हुनुपर्ने चाहिँ खास छोरी मान्छेको त्यस्तो कपाल चाहिँ टिभी हेरेको गर्नुपर्छ ल ब्यागभित्र हालिदिनु भयो सामान बुढा बेबी खैराते हो त्यसको हो त्यो हालिदिस्यो भित्र वाटरको बोतल वाटर बोतल लग्स अति ठाडो दुईटा इनसाइड छ त्यहाँ ठाउँ ठाडो बाबा लु बोकिसियो त त्यो ब्याग कस्तो देखिन्छ राजा बाबा ल ब्याग बोकिसियो अब जाने हामी खेल्नु ल वाउ खोइ आपासँग उभिसियो त वा मेरो छोरा हिँडेको यसो लङ छोटाइदिनु पर्छ तर उसले बोक्दैन ए हामीले बोक्ने बाबा बोक्ने ब्याग ल फेरि बोकिसियो त बाबाले ठिक्क लगाइदिनु त लु मिलाइसियो त भन्यो अहो मेरो छोराको ब्याग कति राम्रो नि हाउ स्विट नि राजा काली नि लु हात लगाइसियो त वाउ खोइ त म हेर्छु मेरो छोरा कहाँ हिँड्छेको ब्याग बोकेर लु पर्दैन निकै झारिसक्यो तपाईँको छोरा ल गाई जब म पनि यहाँ मेरो छोरा ल हेलो गाई भन मैले ब्याग बोकेँ भन्छु ल अब मेरो छोरालाई म बाई बाई एभ्रिवान हेभ अ गुड डे भन्छु लु मैले पनि अब राखेँ अहिलेलाई चाहिँ किनभने अब बेबी खम म पनि रेडी हुनुपर्छ अब एकैचोटि स्कुल पुऱ्याएर मात्रै खिच्छु है गाइज म बेबी बाई छोरा बाई एभ्रिवान भन्छु हेभ अ गुड डे भन्छु थ्याङ्क यू एभ्रिवान लभ यू भन खै कति राम्रो मेरो छोरा बाबा मेरो छोरा चाहिँ अब स्कुल हिँड्यो आजबाट नजिकै मेरो साथीको स्कुलमा त्यत्रो टाढो त छैन
चाहिँ म अब स्कुल यहाँ चाहिँ मेरो फुटसल हो फुटसल घर अगाडि चोकमा चाहिँ यस्तो छ पाटो साथीहरू गुड मर्निङ अङ्कल खोइ बाबा गुड मर्निङ भन्नु पर्दैन ट्रक नै गइसक्यो अरे ट्रकै गइसक्यो अरे मेरो छोरा अब स्कुल पुग्नु आँटेको अवस्था गेर्सन चाहिँ होइन हजुर मम्मा भन्छु मम्मा भन्छु ल गाइस फाइनल्ली मेरो छोराको स्कुल चाहिँ आइपुग्यो बेबी सो मच एक्साइटेड उहाँ चाहिँ मेरो साथी हो यहाँको ओनर के भन्छ उहाँकै हो स्कुल चाहिँ तर म ल्याउँदैछु मेरो छोरा फर्स्ट दिन लु अब हजुरलाई जिम्मा दिँदैछ है म्याम ए त्यस्तो पो छ त आज यसको फर्स्ट डे स्कुल हुनाले भिडियो बनाउँदैछु कि म केटाकेटीहरू खेलिरहेको रहेछन् है उसको साथीहरू यहाँ पुरा खेलिएर यो मेरो साथी म्याम यहाँ स्कुलमा उहाँकै स्कुलमा जिम्मा दिँदैछु मेरो छोरा चाहिँ गाई जिम्मा भयो बाबु अब थ्याङ्क यू ढुक्क ओ ढुक्क त हुन्छ नि अब गएँ ल म उता मेरो केटा यहाँ खेल्नु नपाइ खेल्नु थालिहाल्यो म्यामले बोलाउँदैछ त नो नो रे आमा यस्तो खेल्नु पाएपछि मेरो छोरा फर्स्ट दिनमा कति रमाएको नौरे हेर्नु नि त्यहाँ कस्तो अजिरै पो छ त नौरे आज फर्स्ट चिन्दैन नि त नौरे हेर मेरो छोरा ए उहाँलाई भन्नुपर्छ हजुरले हामीले पनि इभन बाबुको टिचर चाहिँ उहाँ नै हुनुहुन्छ ए गुड मर्निङ है म्याम आजबाट मैले मेरो छोरा गेर्सन त्यहाँ त्यो झिल्के केटो ल्याएछु ल है राम्ररी सिकाउनु होला कसै के गर्ने उता अलि पिटिरहेछ आउनु नमानेर है खेल्नु भनेर लिएको त्यहाँ पनि ऊ जिद्दी भइरहेछ मामुरी है बाबा यस्तो छ ऊ चाहिँ उसको खुसीमा भयो जति पनि सिक्ने पुस गरेर चाहिँ नमान्ने खालको केटा छ कसै गर्ने होला है फेरि सबै लेटरहरू आउँछ उसलाई केही आफै हो आफै मैले सिकाए पनि होइन सबै नर्सरीरामहरू भन्छ त्यस्तो छ अलिक जिद्दीपना चाहिँ छ अब आमा जस्तै भनौँ न मै जिद्दी हजुर मै जिद्दी भएर पनि हो तर मलाई खुसी लाग्यो मेरो छोरा रुन्छ होला कसै छोड्नु भन्थेँ उसलाई गेममा हेर्नु न कति इन्ट्रेस्ट भएको लिएर हो हेर हेर चिसै छ मलाई लाग्थ्यो त्यही भएर मोटो लगाइदिएको छु फेरि पस्यो हो ल ल अब यति नै होला आजलाई मेरो छोराको फर्स्ट डे स्कुल रुएन मलाई खुसी नै लाग्यो मम्मी भन्छ फेरि हेरिसकेछ ऊ फेरि राम्रो हिँड्नु जान्दैन नि स्लो हिँड्नु जान्दैन यहाँबाट कसै चढ्छ होला भन्ने लाग्छ एकदम ऱ्यापिड कुद्नै पर्ने जस्तो युनिफर्मको ड्रेस यो पिजीमा त चाहिँदैन नि त अब नर्सरीबाट चाहियो वैशाखबाट नर्सरी हजुर ए हो हजुरकै टेलरिङ राखेछ
ट्रेडिसनलमा पनि हुन्छ तर लोगो बनाइदिँदैन हो त्यो कलरहरू सबै म्याचिङ गरेर गर्न सक्छ हो। त्यही भएर ल्याउनुपर्छ। अब डरायो उसलाई साउन्ड भएपछि डरायो अब हेरौँ फर्स्ट एउटा अब्जर्भ मात्रै गर्छ के हुँदो रहेछ। ऊ हेऱ्यौ अब हेऱ्यौ नाच्दैछ आमा घन्टी लागेको एसेम्बल टाइममा मेरो छोरा नाच्यो बल्ल बल्ल म्यामसँग अब आउँछ मन्दिर हेर्नु यो बच्चाले उसलाई नि हान्नुपर्छ अहिले मेरो छोरा चाहिँ म्यामहरूले उसको म्यामहरूले एकदम केयर गर्नुभएको छ आइसक्यो उसलाई चाहिँ आइसक्यो अब हान्नुलाई छैन आज हजुरलाई हेर्दैन उसले हो रहेछ ओए कस्तो ह्याप्पी है म्याम ल आमा गइ नै सक्यो उसलाई अलिक लाउडबाट चाहिँ डराउँछ अनि कुद्या पनि हुनसक्छ ल मेरो छोरा यस्तै खेलिरहेछ मलाई खुसी लाग्यो ल गेटसनले हामीलाई बिर्स्यो बुढा अब जाँदा हुने रहेछ म्यामलाई जिम्मा दिउँ ल फर्स्ट डे स्कुल जर्नी मेरो छोराको सुरु भयो यो आइसक्यो एसेम्बलको लागि हान्नुलाई No, baby. Give me one. यसले त बिचको यसम्म टाइममा ल मैले अब राखेँ यस्तो मेरो छोरा आज रुवाउँछ होला म्यामहरूलाई भयो थाहै छैन उसलाई Good boy. Wow, good job. Seven. Five, yes. Nine. Good job. Eight खोइ खोज्नु त खोज्नु कता छ 8 8 त्यो रहेछ हे अर्को ओ कता छ ग्रेसन ओ look here also O no triangle octagon pentagon triangle where circle red color yes good boy यता बसेर अनि यो मिलाउने ल तमी यहाँ बसेर मिलाउने आउनुस् त ग्रेसन ल ल यहाँ बसेर बाबुले ट्रायंगल गुड बोय ट्रायंगल रेड सर्कल
Good job. B. C. 8. 8. O. 8. O. 8. एट्स खै म्यामलाई देखाउनु त खै ग्रेसन Yes, 8. ए त्यहाँ रहेछ त्यहाँ पो रहेछ त एन यस Oh no. Oh. ल मिलाउनुहोस् त गुड जब N. Red color. रेड कलर गुड बोय X. एक्स W. डब्लु यस O. T. टी यस T. टी T. गुड जब O. X. के हो त्यो ग्रेसन Y. वाइ हो O. Y. वाइ यस Vacuum. Time, Gresham. Now your clean up time. Please clean up. Clean up गरिदिनु. Good boy. सबै clean up गरिदिनु त. Oh no. Good boy. बाबु good boy हो. है ल good boy ले सबै clean up गर्नुहुन्छ है. All do clean up. Clean up time. Good job. Good job. Good job. Good job. Up time. Faster. Do faster. Clean up time. Good boy. Gresham, good boy. Do clean up. Yes, good job. Do faster. Yes.